ओहो, यो दिल्ली भन्ने ठाउँमा हेर्नु साथीहरू, इन्डियाको राजधानी हो यो। यो मार्केट एरिया पनि हो यो। यहाँबाट दिल्लीको कुना कुनामा सामान जान्छ। तर यो बजारको अवस्था हेर्नु साथीहरू, बाटो पुरै पानीले भरिएको छ र हिलै हिलो भएको छ यो ठाउँ। यस्तो बिजोग अवस्था छ यहाँ अहिले। हेलो गाइज, आज म जाँदैछु दिल्ली। घरबाट बाइकमा जाने हो र त्यसपछि नौतनमा बाइक राखेर बसमा जाने हो। यहाँ पछाडि मेरो छोरी र बुढी छन् बिदाई गर्दै। हामी आज दिल्ली जाँदैछौँ घुम्न। नौतनवाबाट बसमा चढेर गोरखपुर जाँदैछौँ र गोरखपुरबाट अर्को बसमा डाइरेक्ट दिल्ली। क्लियर त देखे छैन किनभने एन्टी लाइट परिरहेको छ। तैपनि यहाँ दर्शन गर्नु होला। यहाँ अलि देखाउने प्रयास गरिरहेको छु म। यो गोरखपुरको गोरखनाथ मन्दिर हो। यहाँ माघीको दिन थुप्रै भक्तजनहरू पूजाआजा गर्न नेपालबाट पनि आउँछन्। नौतनवाबाट यहाँ गोरखपुरसम्म आउनलाई बसमा भाडा चाहिँ एकजनाको 136 रुपियाँ आइसी भाडा लाग्छ। गोरखनाथको मन्दिर अहिलेसम्म देख्नु भएको र नदेख्नु भएको सबैजना यही दर्शन गर्नुहोला। मेरो पनि यो फर्स्ट टाइम हो। गोरखपुर पुगेर यो केएनजी टुर्स एन्ड ट्राभलमा पुग्यौँ। यहाँबाट हामी दिल्लीको लागि बसको टिकट काट्यौँ। यो टुर्स एन्ड ट्राभलबाट एकदम सस्तोमा लाग्दो रहेछ र आफ्नै टेम्पोमा बसालेर बससम्म पुर्याइदिन्छ। यहाँबाट हामी टेम्पोमा बसेर 6 किलोमिटर टाढा बस भएको ठाउँमा पुग्यौँ। गाइज, हामी स्लिपर बसमा पुगिसकेछौँ यहाँ गोरखपुर। अब गोरखपुरबाट दिल्ली जाने हो डाइरेक्ट। यो स्लिपर बस हो, यहाँ सुतेर मजाले जाने हो। हामी चाहिँ गोरखपुरबाट दिल्ली जाने बसमा चढिसकेछौँ। यो बस चाहिँ अलि लग्जरी टाइपको छ। यसमा चाहिँ सुतेर जाने बेड पनि दिएको छ। यसको चार्ज चाहिँ अलि महँगो हुन्छ। हामीले चाहिँ 1000 रुपियाँ तिरेको छौँ आइसी। र यदि सस्तोमा जान चाहनुहुन्छ भने बस्ने सिट पनि रहेछ, त्यसको चार्ज अलि सस्तो हुन्छ। हेलो गाइज, हामी स्लिपर बसमा बसिसकेछौँ यहाँनिर। गोरखपुरबाट अब दिल्लीको बसमा डाइरेक्ट। यहाँबाट अब 700 कति किलोमिटर छ, ट्याक्कै 12 घन्टा लाग्छ सुतेर मजाले इन्जोय गर्दै। यहाँ बेड छ हाम्रो लागि, एकदम कम्फर्टेबल बस छ यो। यहाँनिर एसी रहेछ, यो यताउता घुमाउन सक्नुहुन्छ यहाँनिर। अरू त सब यहाँ पिलो पनि रहेछ, यहाँ हेर्न सक्नुहुन्छ। सिरक पनि रहेछ। ल है गाइज, भेटौँला अब दिल्लीमा। यो बसमा सिङ्गल बेड र डबल बेड दुइटैको व्यवस्था छ। हाम्रो चाहिँ डबल बेडको क्याबिनेट हो। क्याबिनभित्र लाइटको पनि व्यवस्था छ र क्याबिन बन्द गर्ने ढोका पनि दिएको छ। हामीले यसरी ढोका बन्द गरेर सुत्न सकिन्छ। र यता साइडमा झ्याल छ, झ्यालको पर्दा पनि खोल्न सकिन्छ। र यहाँ चार्जिङको पनि व्यवस्था दिएको छ। यो बसमा पानीको व्यवस्था पनि छ र टोइलेटको पनि व्यवस्था छ। यो बसमा अर्को सुविधा भनेको क्यालेन्डर दिँदो रहेछन् प्रत्येक व्यक्तिलाई एउटा क्यालेन्डर। तर क्यालेन्डर किन? ठिक छ, बाटो अलि टाढा छ, लामो दूरीको यात्रा हो। तर यसमा न्युज पेपर दिएको भए त राम्रो हुन्थ्यो, केही समझमा आउँथ्यो। तर यो क्यालेन्डर दिएर के काम? यसमा के पढ्ने हामीले? बरु यस्तै साथीहरू जस्तै फ्री फायर खेल्दै जाने हो। अब निद्रा लाग्यो भने सुत्ने हो, बस्नेले बस्ने हो, अब मोबाइलमा कुरा गर्नेले यसरी कुरा गर्ने हो। अब 12-13 घन्टा बिताउने हो। रातिको सफर हो र त्यसमाथि सुत्ने व्यवस्था दिएको छ। निद्रा नलाग्ने कुरै हुन्न यो। हामी चाहिँ अहिले नोएडा भन्ने ठाउँमा पुगिसकेछौँ। अगाडि हेर्न सक्नुहुन्छ, ढुङ्गैले लेखिएको छ। र अब हामी दिल्ली पुगिसकेछौँ। यहाँ हेर्न सक्नुहुन्छ यमुना नदी र यमुना नदीको माथिबाट ट्रेन गुडिरहेको। दिल्ली
आउने प्राय जस्तो यस्तै बसहरू हुन्छन्। हामी पनि यस्तै बसमा आएको। यो 2 तल्ले हुन्छ, तलतिर सिट हुन्छ बस्ने र माथितिर सुत्ने हुन्छ। म्याक्सिमम सबै बसहरू यस्तै खाले हुन्छन्, लामो दूरीको बस हुन्छ। त्यही भएर हामी चाहिँ यहाँ दिल्ली आएर अँधेरी गेटमा यो बस चाहिँ रोकिदियो र त्यसपछि हामी ओला गरेर ट्याक्सीमा चढेर अब हामी जाँदैछौँ एउटा साथीको घर, जुन चाहिँ मायापुरी भन्ने ठाउँमा पर्दछ। यहाँबाट करिब 22 किलोमिटर जति छ र हामीलाई 1 घन्टा जति है गाइज। दिल्लीमा हेर्नुहोस् यस्तो ठुलो ठुलो बिल्डिङहरू हुन्छन्। यहाँ दिल्ली आएर यस्तो ठुलो ठुलो बिल्डिङ हेर्न पाइएछ है। हेर्नुहोस् तपाईँहरू पनि दिल्लीका बिल्डिङहरू अग्ला अग्ला। हामी दिल्ली पुग्ने बित्तिकै जाडो मौसम छ र त्यसमा पनि पानी पर्न सुरु भयो। दिल्ली बिहान पुग्यौँ हामी 7 बजेतिर र बिहानैबाट पानी पर्न सुरु भयो। यो ठाउँमा हामी चाहिँ बास बसेको छौँ। हेर्न सक्नुहुन्छ पुरै बिल्डिङ पुराना छन्, गल्ली छ र सबै बिल्डिङहरू एकदम पुराना भइसकेको छन्। यो चाहिँ नै दिल्लीको स्कुल हो। स्कुल पनि एरिया सानो छ र बिल्डिङ अलि अग्ला अग्ला छन्। यहाँ पढाइ पनि बिहानमा हुँदो रहेछ र पानी पनि पुरै परिरहेछ बिहानैबाट। आज दिनभरि पानी पर्नेछ। र अर्को चाहिँ यहाँ दिल्लीमा फोहोर हेर्नुहोस् त साथीहरू, कति फोहोर छ, त्यहीँ फालेछन् त्यत्तिकै। यो चाहिँ हाम्रो साथी बास बसेको बिल्डिङ हो र हामी यहाँ नास्ता खाएर अब दिल्ली बजार मार्केटमा निस्किने हो। यो चाहिँ नि दिल्लीको मेन बाटो हो। हामी अब रुमबाट निस्किसकेछौँ नास्ता खाएर र हेर्न सक्नुहुन्छ पुरै पानी परिरहेछ यहाँ मजाले। र हामी अहिले ओला बुक गरेछौँ। अब ट्याक्सी आउँछ हामीलाई लिन र त्यही ट्याक्सीमा बसेर पानी परेर चाहिँ एउटा फाइदा भयो, यहाँ दिल्लीको वातावरण वायु एकदम लास्टै प्रदूषण छ र आज त्यही पानी परेर सबै प्रदूषणहरू एकदम क्लियर भयो। हावा पनि स्वच्छ भयो र वातावरण पनि स्वच्छ भयो। तर अर्को बेफाइदा भनेको हामी चाहिँ भिजेरै दिल्लीको बजारको यात्रा गर्नु परेछ। यहाँ माथिबाट पानी परेछ, जाडो पनि भएछ, तर जे भए पनि जाडोमा बारिसको मजा लिँदैछौँ। हामी चाहिँ मायापुरी भन्ने ठाउँबाट साथीको रुमबाट फ्रेस भएर नास्ता खाएर हामी ट्याक्सीमा चढेर 1 घन्टा लगाएर फेरि गान्धीनगर भन्ने ठाउँमा पुगिसकेछौँ। यो मार्केट एरिया हो। यहाँ चाहिँ यो ठाउँमा कपडा जन्ने सामानहरू एकदम होलसेल रेटमा पाइने ठाउँ हो। यहाँ बच्चा, लेडिज, जेन्ट्स सम्पूर्णलाई लगाउने कपडा होलसेल रेटमा पाइन्छ र यही ठाउँमा हामी सामान किन्न, कपडा जन्ने सामानहरू किन्न आइपुगेछौँ। ल है साथीहरू, यो गान्धीनगर भन्ने ठाउँमा कपडाहरू के छन् सबै अब अवलोकन गर्नुहोस्। और ये कितने का है? ये होता 320 रुपये की, ये 280 और ये 300 का, 280 3 से, ये 220 रुपये की, 220, ये 410,
दिल्लीमा त सुनिए थियो कि किलोको भाउमा कपडा पाइन्छ अरे, तर यहाँ रेट बुझ्दाखेरि त 300, 400, 500 यतिको रेन्जमा मिडियममा यहाँ प्यान्टहरू छन् र सर्ट पनि बुझ्दा 200 भन्दा माथि नै रेन्जका कपडा छन्। यहाँ किलोको भाउमा त केही पनि छैन। यो पसलमा मात्रै यस्तै महँगो छ कि अरू पसलमा पनि यस्तै छ? अगाडि बुझेर म तपाईँहरूलाई खबर गर्ने नै छु। थप जानकारीको लागि भिडियोलाई कृपया अन्त्यसम्म हेर्नुहोला र भिडियो मन पर्यो भने लाइक गर्नुहोला। भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर अवश्य साथ दिनुहोला। यहाँ पानी परेकोले गर्दा आज धेरै हिलो भएको छ यो बजार एरियामा, त्यही भएर हामी तल हेरेर हेर्नु परेको अवस्था छ यहाँ। ओहो, यो दिल्ली भन्ने ठाउँमा हेर्नु साथीहरू, इन्डियाको राजधानी हो यो मार्केट एरिया पनि हो यो। यहाँबाट दिल्लीको कुना कुनामा सामान जान्छ। तर यो बजारको अवस्था हेर्नु साथीहरू, बाटो पुरै पानीले भरिएको छ र हिलै हिलो भएको छ यो ठाउँ। यस्तो बिजोग अवस्था छ यहाँ अहिले। यो हो इन्डियाको गान्धीनगर भन्ने ठाउँ, जहाँ कपडा व्यापक रूपमा सेल हुन्छ। होलसेल मूल्यमा, होलसेल मात्रामा यहाँबाट व्यापक रूपमा सेल हुन्छ। यो ठाउँबाट, दिल्लीको यो गान्धीनगर भन्ने ठाउँबाट इन्डियाको कुना कुनामा माल जान्छ। तैपनि यहाँको अवस्था, पानी परेको बेलामा यहाँको अवस्था एकदम बिजोग भएको छ। यो चाहिँ बच्चाको कपडा हो, जुन हाम्रो लोकल एरियातिर 200-250 बढीमा 300 मा पुरै सेटै पाइन्छ। तर यो दिल्ली भन्ने ठाउँमा चाहिँ यस सेटको मूल्य चाहिँ 180 रहेको छ। रेट त सुने जस्तो नहुँदो रहेछ। यो दिल्लीमा केही सपिङ गरेर बजारमा यताउता डुलेर बुझेर अब हामी खाना खाना आइसकेछौँ। यहाँ एउटा ठेला रहेछ, यहाँनिर रोटी जुन चाहिँ 60 रुपियाँ आइसीमा 4वटा रोटी र 2टा सब्जी, चटनी, सलाद दिँदो रहेछ। एक गड्डी एम की है, एक एल की है, एक एक्सएल की है। पूरी सेपरेट गड्डी आएगी। एक 6 पीस चाहिए क्या आपको? 36-38 नीचे आएंगे, 26 से 36। Sol y arena, oh so bright, baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. हाम्रो चाहिँ अब सपिङ भइसकेछ। अब चाहिँ हाम्रो सामान सबै प्याकिङ हुँदैछ एउटा कार्टुनभित्र। यो एउटा कार्टुन साइज हुन्छ। यो कार्टुनमा सबै सामानहरू हालेर अब यहाँबाट चाहिँ एउटा ट्रान्सपोर्टमा जानेछ र त्यो ट्रान्सपोर्टबाट सिधै नौतनमा ट्रान्सपोर्टमा झार्नेछ र हामी त्यहाँ 2-3 दिनपछि रिसिभ गर्नेछ। यो साथीको सामान हो र त्यही साथीको कपडाको पसल छ। त्यही कपडा पसलको लागि हामी सामान यहाँ दिल्ली चाहिँ लिन आएको थियौँ। प्याकिङ चाहिँ मजाले हुँदो रहेछ। यसमा पानी सानी पर्यो भने नि कपडालाई केही पनि असर गर्ने छैन। आजको सपिङ यहीसम्म थियो र अब भोलिको सपिङ नेक्स्ट भिडियोमा आउनेछ, पार्ट 2 मा। भिडियो यहाँसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद र अब अर्को दिनको सपिङ हेर्नको लागि कृपया पार्ट 2 लाई पनि हेर्नुहोला। Break it down, feel the sway, say got the need, don't run away. Tempo beats, let's ignite, dance with me through the night. Baila, baila, sin parar, shake your body, shine like stars. Baila, baila, en el mar, keep it going, no queda igual.
ये दिल्ली का सब्जी मंडी है भाई, दिल्ली का सब्जी मंडी।